हामीले दैनिक जीवनमा मोबाइल फोन युज गरिराख्दाखेरि एउटा सबभन्दा ठुलो समस्या भनेको मोबाइल फोनमा एड्स आउनु हो। जब हामी गेम खेल्न थाल्छौँ, जब हामीले रिल्सहरू हेर्न थाल्छौँ, आजको यस भिडियोमा त्यसै सन्दर्भमा मैले एउटा तपाईँलाई यस्तो दामी ट्रिक ल्याएको छु जसले गर्दा चाहिँ हामीले जस्तोसुकै अवस्थामा पनि हामीले जति गेम खेले पनि जति रिल्सहरू हेरे पनि एड्सहरू आउनै छोडिदिन्छ। त्यही भएर भिडियोलाई लास्टसम्म हेर्नु होला र भिडियो ज्यादा इन्फर्मेटिभ भएकोले टिच किरणलाई सब्सक्राइब पनि गर्नु होला। म चाहिँ साथीहरू त्यसको स्टेप बाई स्टेप बताउँछु, भिडियोलाई स्किप कति पनि नगर्नु होला। र तपाईँले भिडियोलाई स्किप गर्नुभयो अथवा धक्का दिनुभयो भने चाहिँ यो स्टेप तपाईँले बुझ्नु पनि हुने छैन। तपाईँले यो मैले भनेको सेटिङ गर्नुभयो भने तपाईँहरूले आफ्नो मोबाइल फोनलाई एड्स रिमुभ गरेर एउटा मोबाइल स्मार्टफोनबाट गर्न सक्नुहुन्छ। त्यो भएर भिडियोलाई अन्तिमसम्म हेर्नु होला। म तपाईँलाई स्टेप बाई स्टेप बताउँछु र मैले चाहिँ यहाँ मोबाइलको स्क्रिन सेयर पनि गरेको छु र त्यहाँ हेरेर चाहिँ तपाईँले हरेक कुराहरू चाहिँ इजिली हेरेर चेन्ज गर्न सक्नुहुन्छ। सबभन्दा पहिला आफ्नो मोबाइल फोनको सेटिङमा जानु होला र तपाईँहरू सेटिङमा आइसकेपछि अरू केही गर्नु पर्दैन। माथि सर्च बारमा गइसकेपछि तपाईँहरू यहाँ सर्च गर्नु होला प्राइभेट डिएनएस भनेर। जस्तै ल मैले चाहिँ यसरी प्राइभेट डिएनएस भनेर सर्च गरेँ, यसलाई ओपन गर्नु होला। यहाँ सेटिङमा के छ भनेपछि तपाईँहरूले पहिले देख्न सक्नुहुन्छ डिएनएस मोड भनेको छ, माथि अफ छ, तलपट्टि अटोमेटिक छ र लास्टमा छ कि प्राइभेट डिएनएस प्रोभाइडर होस्ट नेम। तपाईँहरूले अन्त कहीँ पनि क्लिक नगर्नु होला। यदि तपाईँले अन्त क्लिक गर्नुभयो भने चाहिँ सबै मिस्टेक हुन्छ। तपाईँहरूले कहीँ नथिचेर तल लास्टकोमा थिच्नु होला प्राइभेट डिएनएस प्रोभाइडर होस्ट नेम भनेको छ, त्यसैमा थिच्नु होला। र मेरो चाहिँ यहाँ खाली छ र तपाईँहरूको चाहिँ त्यहाँ जे पनि हुनसक्छ। mobiles.com हुन्छ, कसैको केही हुन्छ, कसैको केही हुन्छ र तपाईँले एउटा सिक्रेट कोड लेख्नुपर्ने हुन्छ। ध्यान गरेर हेर्नु होला। यदि तपाईँले थोरै पनि मिस्टेक गर्नुभयो भनेपछि तपाईँहरूको एड्स आउन रोकिँदैन। लेख्छु कि तपाईँले चाहिँ लेख्नु होला कि dns.edgard.com टिङ भइसकेको छ। तपाईँले राम्रोसँग लेख्नु होला। अझै पनि म एकताली भन्छु कि dns.edgard.com यति गइसकेपछि तपाईँले यहाँ सेभ गर्नु होला र तपाईँले सेभ गरिसकेपछि तपाईँले आफ्नो मोबाइल फोनलाई एकपटक रिफ्रेस गर्नु होला। तपाईँको मोबाइल फोनमा चाहिँ एड्स आउन जरेदेखि निको हुन्छ, जरेदेखि सन्चो हुन्छ। र तपाईँले चाहिँ कुनै ठाउँमा अझै पनि मिस्टेक छ, अझै पनि तपाईँले कुराहरू बुझ्नु भएन भनेपछि यो भिडियोमा कमेन्ट गर्नु होला, रिप्लाई दिनेछु। र त्यही भएर भिडियो थोरै पनि इन्फर्मेटिभ, थोरै पनि राम्रो लागेमा मेरो च्यानललाई सब्सक्राइब पनि गर्न सक्नु। टपिक्स चाहिँ के को बारेमा बनाउने त्यो चाहिँ कमेन्ट बक्समा लेख्नु होला।